यो चाहिँ जिन्दाबाइन है, जिन्दाबाइन मेन हब, मेन सेन्टर। यहाँ आएर कफी खाने, ब्रेकफास्ट खाने, खाजा खाने, नाच्ने, रेन्टमा लिएको कपडाहरू फिर्ता दिने, अनि त्यसपछि घरतिर जाने, स्नोई माउन्टेन जाने, रेस्ट गर्ने लोकेसन चाहिँ यही हो। अब बनाउनु पऱ्यो भने त अब बनाउनै पऱ्यो। आज चाहिँ म यहाँ मेरो भाइसँग आएको छु फेरि अर्को स्नोवी ट्रिप। उत्सव भाइ। ल भाइलाई अब मैले के खान्छु भनेर सोधेँ, भाइले केही नै खान्न भने, यो खा भने त्यो पनि खान्न भने, के खाएर आएको भनेको बिहान 3टा अन्डा, उसिनेको अन्डा दबाएर आएको रहेछ। आउँछ होइन, च्याप्पै आउँछ, च्याप्पै टिप्छ, खानै हान्छ। कतिको गुलियो लाग्यो, गुलाब जामुनहरू भन्यो नि गुलियो छ कि क्या? गुलियो लवलाई त राम्रो हो यो चाहिँ, गुलियो लवलाई मेबी 9 आउट अफ 10 है, तर मेरो लागि चाहिँ लाइक 5, किनभने म चाहिँ खासै गुलियो खान्न। भयो Yes, you can. And give 2 seconds. बिलसम्म त त्यो चाहिँ भरे आउने बेलामा देखाउनु पर्छ कि यिनीहरूलाई। पार्किङ छ है त, पार्किङ त आज चाहिँ म पार्ट बढाउने छु, स्नोबोर्ड कसरी गर्ने, कसरी हिल्लाउने, कसरी लड्ने, कसरी माछा समात्ने। अस्ति आउने बेलामा यही स्नो पन्जा भनेर किनेको मसँग अर्को पनि थियो कि मेरो जस्तो थियो, त्यो म तिमीलाई ल्याइदिन्छु भने तिम्रो छ भनेको स्नोबोर्डिङ कसरी गर्ने, बाइन्डिङ कसरी बाँध्ने, स्लोपमा बाँध्दाखेरि कुन एङ्गलमा बस्ने भनेर म अहिले यहाँ स्मेगन फल्समा सिकाएर आँन भाइ माना त। अब त्यो मैले भनेको जसरी होइन, ट्याक्क बस्ने होइन, उभिने होइन, अनि यो खुट्टा तिम्रो यो जुत्ता छ नि, जुत्ता पछाडि यसरी प्रेसर लगाउने क्या पछाडि क्या, अनि अगाडि जाने बेलामा चाहिँ अनि यसो गऱ्यो भने जान्छ कि, अनि यसो गर्ने पछाडि प्रेस गर्ने कि त्यो गर त। ल ट्राई गरौँ त एकचोटि। ल अब भाइको प्रोग्रेस हेरौँ। हो त्यो भनेको मैले, त्यो हेर उठ्ने बेलामा चाहिँ हो। ल उठ, गुड। ल अब हात स्प्रेड गर्ने, यस्तो माथि हेर्ने, यसो माथि होइन, यस्तो माथि होइन, ठिक होइन, अनि अलिक बेन्ड गर्ने खुट्टा, यो नि बेन्ड गर्ने, अनि हो त्यसरी हो गर सिधा। भाइ तिमीले सक्छ क्या, सक्छ, गर त, तिमी एक दिन प्रो नै भन्ने छौ। अनि टर्न गर्ने बेलामा हात यसरी हिप टर्न गर्ने, हिप तिम्रो कमर, तिम्रो 16 इन्चको कमर घुमाऊ। अनि म यसरी लडेँ। म चाहिँ अहिले भाइलाई पुरै क्लास दिँदैछु स्नोबोर्डिङ कसरी गर्ने भनेर, पुरै क्लास गोर्खे स्टाइलमा। त्यो अगाडिको भयो। ल अब उठ्ने, पहिला ठोको त्यहाँ, ल उठ, खै ल अब हात स्प्रेड गर्ने, ल अनि स्प्रेड गर्ने, स्ट्रेट बडी स्ट्रेट गर्ने। ल नाइ त्यसरी कहिले नि नउठ, तिमी स्लाइड हुन्छ क्या। ल ओके, हिप टर्न गर, हिप टर्न, स्ट्रेट बडी स्ट्रेट, माथि हेर, हिप टर्न गर। स्नोबोर्डिङ चाहिँ यस्तो सजिलो पनि छैन, यस्तो गाह्रो पनि छैन। मन दिएर त्यो पढ्छ नि, किताब पढे यसरी गऱ्यो भने चाहिँ एकै दिनमा सकिन्छ, 1-1.5 घन्टामा। तर भाइले चाहिँ गरिरहेछ, मन दिएर गरिरहेछ। मलाई लाग्छ भाइ एक दिन चाहिँ प्रो नै भनिनेछ। तिमी गर्दै गर, म 1 राउन्ड हानेर आउँछु माथि। ल माथिको सिन के छ हेरेर आउँछु, अनि म तिमीलाई माथि लान्छु एकचोटि।
भाइले यहाँ हल्का प्र्याक्टिस हान्दाखेरि चाहिँ होइन म चाहिँ एकचोटि माथि गएर माथिको सिनहरू आउनु पऱ्यो एकचोटि एन्ड आई विल सी क्या भाइ आफ्टर प्र्याक्टिसिङ फर 1 आवर 1 घन्टा पछि हाम्रो भाइ एक स्टेप पहाडको माथि चढ्न सफल यहाँ छ हाम्रो भाइ एक स्टेप पहाडको माथि चढ्न सफल र पुरा जोर कोसिसको साथमा पुरा जोड लगाउँदै चिप्लिँदै पछारिँदै भाइको प्रोग्रेस भयो अब हामी पेरिसरतिर लाग्दैछौँ अब पेरिसरमा गएर अब कतिचोटि पछारिने हो म चाहिँ अब यहाँ भर्खरै नराम्रैसँग पछारिएँ त्यसै त हात सुनिराखेकोमा झन् त्यही लागेकै ठाउँमा लागेर बजेर मेरो घन्टी बज्यो अब हामी पेरिसरतिर लाग्छौँ अब चेयर लिफ्ट चढ्न सक्छ तिमी चढ न एकचोटि एक दुईचोटि त चढ्नु पऱ्यो नि भाइ चेयर लिफ्ट त गाडीमा चाहिँ अब खोइ त पार्टी यति साह्रो थियो होइन बसमा जाऊँ अनि बसमा आउने फ्रीमा बस हाम्रै ठुलो भएको बस हो आऊ भाइ लेट्स गो भाइ बस ल त पानी ए पानी खाऊँ न है साँच्चै म पनि पानी खानु मन थियो यार सलकले हामी चाहिँ पेरिसरमा पार्किङ पायो अब भाइलाई लगेर म लोड चराउँछु क्या लोड अहिले चाहिँ भोक लाएर शेष परिसकेको छ अब गएर केही खानु पऱ्यो त्यो खाइसकेपछि चाहिँ अब भाइलाई लिएर चेयर लिफ्ट चढाउँछु चेयर लिफ्ट एक्सपिरियन्स गराउँछु पछारे जस्तै म पछार्छु भाइलाई पछार्न दिन्छु र यताउति चाकतिर हड्डी भाँच्यो भने केही छैन अहिले यङ एजमा हड्डी चाहिँ छिटो जोइन हुन्छ तर एक्सपिरियन्स कस्तो भएर चाहिँ भाइलाई चाहिँ फर्स्टचोटि प्रोग्रेस गरिरहेछ फ्युचरको प्रो स्नोबोर्डर चाहिँ भाइ हुनेवाला छ ओके न भाइ एकचोटि हाँस न भाइ हाँस त्यहाँ सबले हेरिरहेको छ क्या तिमीलाई हेर त कति क्युट छ आमामा ह्यान्डसमको पनि लिमिट हुन्छ भनेर चाहिँ योला भन्छ पनि बजाउँदो रहेछ क्या त्यो कन्सेप्ट चलिरहेछ कन्सेप्ट सोल्टाले बजाइरहेछ गीत गाइरहेछ लौ त तालको पानी बजाइदिन्छ सोल्टे नेपथ्यको गीत गाइरहेछ नेपथ्यको गीत हङकङ पोखरा भन्ने गीत गाइदिइरहेछ यसो भोजन कार्यक्रम गरौँ भाइ होइन तिमीलाई भोक पनि लाग्यो होला तिमी लड्यो पल्ट्यो चिप्लियो अब तिमीलाई म 5 स्टार ट्रिटमेन्ट दिन्छु पेरिसरको यो के भन्छ भोजनालय रेस्टुरेन्टमा आऊ भाइ के खान्छ नखाने केही पनि खाऊ न अरे आज त यो यहाँको फुड स्टल त सब तिम्रै हो आज आऊ आज धेरै छैन नि आज कम्ती छ मान्छे यो थोरै हो मान्छे यो त थोरै हो नि अब यहाँ त कम प्याक छ आस्ते प्याक हुन्छ यहाँ त खुट्टा लाग्यो न भने यो कलरमा त यो कलर स्टोरमा त बाप मान्छेको माइन्ड लाग्यो कति मान्छे जान्छ ल भाइलाई आज उद्घाटन गराइदिएको यो चाहिँ अस्ट्रेलियाको एकदमै फ्रेस एप्पलको जुस हो तर के हो लास्टमा आएर चाहिँ कबाबमा झुन्डिया छन् यो हो कबाब भन्ने चाहिँ के हो भने यो चाहिँ कबाब भन्दैन क्या खास यो चाहिँ शोरमा भन्छ क्या शोरमा कुन गान्डुले यस्तो यो कबाबलाई चाहिँ शोरमालाई चाहिँ कबाब भन्छ लाज नमानी खाऊ आफ्नै हो यो सबै यो बार हाम्रो ठुलो बाकै हो अप्ठ्यारो नमानी खाऊ परेको म बिहार्छु अहिले खानेकुरो त केही छैन अब कबाब खाएर हेरौँ सावर क्रिम हाल भनेर हालेर चेयर लिफ्टमा चढाउन लाग्छु अब भाइको आज फर्स्ट टाइम चेयर लिफ्ट
चेयरलिफ्टमा चढेर भाइले आज पुरै अनुभव गर्नेछ बाजा बजाउनेछ चेयरलिफ्ट नै पुरै पड्काउनेछ आज भाइको चेयरलिफ्ट फर्स्ट एक्सपिरियन्स नडराइकन आऊ तिम्रो दाइ छ यहाँ आरामले आऊ आरामले ढुक्क तालले आऊ ट्याप गर साइडमा त्यो रातोमा तिमी साइडमा बस्नु ल भाइ ल कुनामा ल अनि म चाहिँ यतातिर बस्छु मेरो राजा हो मैले चाहिँ मेरो भाइलाई लिएर पुरै चेयरलिफ्टमा चढेको छन् अब चेयरलिफ्टबाट झर्ने बेलामा हाम्रो भाइले चाहिँ कति ठुलो माछा मार्छ भन्ने चाहिँ अब अहिले हामी हेर्छौँ कहाँ दुख्छ नि अलिअलि त भाइ सक्सेसफुल भयो है चेयरलिफ्टबाट झर्नलाई यसलाई चाहिँ पुरै ट्रेनिङ दिन लाग्छौँ कसरी चिप्लिने र चिप्लिँदाखेरि कहाँनिर ठेचार्ने र ठेचारिँदाखेरि चाहिँ कस्तो अनुभव गर्ने भनेर भाइ त्यस्तो होइन क्या त्यस्तो होइन क्या त्यस्तो यता आउँदै यता मेरो यहाँ यता होइन यता आउनु यता साइडमा आउँदै मेरो यता ल बस यसरी बस ल हेर सिन हेर न भाइ भ्यू हेर न तलतिर पुरै सरङ्कटको डाँडाबाटै हेरे जस्तो लाग्दैन भाइ तलतिर कल आएर पोखरा बजार पोखराको बजारमा भने जस्तो लाग्दैन हेर्छ भाइ उठ भाइ तिम्रो भोइस आएन के डाँडा त सानै हुने हो नि कहाँ नेपालको डाँडा कहाँ अस्ट्रेलियाको डाँडा भाइ भाइ आज फर्स्ट डेमा अब यसरी चेयरलिफ्ट चढेर यहाँ माथिबाट चाहिँ कोसिस गर्नु भनेको भाइको लागि चाहिँ धेरै ठुलो एचिभमेन्ट हो आई एम प्राउड अफ यु माई भाइ भाइ बिस्तारै बिस्तारै पहिला उभिन ब्यालेन्स गर्नु भाइ बिस्तारै आराम से भाइ भाइ आराम से आउने आरामले आरामले यसरी हेर यहाँ दाइ कसरी गइरहेको छ यसरी बिस्तारै यसरी त्यो प्रेसर पछाडि लगाउने क्या पछाडि मार पछाडि प्रेसर लगाऊ अनि बिस्तारै ठेल्दै आऊ त अगाडि पहिला घचकै हानु हो त्यसरी बेस बनाऊ त्यो अब उठ त बिस्तारै हो त्यो हो क्या पारा भनेको मेरो भाइले गर्छ के गर्छ मेरो भाइले गर्छ जे गर्छ मेरो भाइले गर्छ ऊ गरिसक्यो आइसक्यो सबै पेरिसर नै उहाँको अब पेरिसर नाम होइन अब भनेको पेरिसर उत्सव भेली अलि बेसी नै बोले जस्तो छ कि म मुड हेरिरहेको नि चारैतिरबाट अब हेर्ने त भइगयो गोर्खेले नेपालीले ठाउँ पाएपछि छोड्छ भने ल भाइ तिमी बिस्तारै आऊ ल म एक राउन्ड हान्छु गएर यो चाहिँ भाइको थर्ड राउन्ड अनि मेरो चाहिँ यो फिफ्थ राउन्ड हो भाइले प्रोग्रेस गरे अघि 300 भन्दा धेरै धेरै राम्रो सलक्क लगाएर यसरी आउने भएको छ कुन साइडमा बस्छौ तिमी यता कि यता हो ल आऊ त्यसो भए म बसेको यतातिर साइडमा बस अनि तर बोर्ड चाहिँ तल गर ल झर्ने बेलामा नत्र भने अघिको जस्तै फेरि तिमी त्यहाँ सेन्टी फ्ल्याट हुन्छ यो चाहिँ अब हाम्रो चेयर लिफ्ट चढ्ने ओके यसरी झुन्डाउ खुट्टामा झुन्डाउ यसरी झुन्डाउ एउटा खुट्टामा झुन्डाउने यसरी तिमी झर्ने बेलामा यस्तो म जसरी बोल्दैन यो पोजिसनमा खुट्टा गरेर होइन बोर्ड यस्तो गरेर अनि झर्ने बेलामा आफ्नो खुट्टा यहाँ राख्ने अनि स्लाइड गर्ने तिमी स्लाइड गरेर जान्छ नि ढुक्क तालले जस्तो कसरी कत्रक्क पर्ने फ्रोजन भएर आइस भएर ढुङ्गा जस्तो भएर सडक्क स्लाइड गरेर जाने त्यसमा अब तिमी यसो गऱ्यो भने चाहिँ तिमी माछा समात्यो क्या ठुलो गण्डकी हो त्यो माछा चाहिँ तिमीले यत्रो चौटो पाउँछ तर आजको त्यो स्मोक छ नि यो चाहिँ आज चाहिँ राम्रो छ एकदम अलिकति त्यो स्लसी छ क्या स्लसी कस्तो लाग्छ त दाइ कस्तो मलाई सिकाएर
अब भाइ मैले तिमीलाई सिकाएर चाहिँ होइन मलाई चाहिँ एकदमै खुसी लागेको छ होइन एकैचोटि म यहाँबाट चाहिँ होइन चिप्लट खेलेर त्यो काठमा पुगम जस्तो लागिरहेको छ तल काठमा पुगम जस्तो लागिरहेको छ यतातिरै सटक्क लाएर एउटा ब्ल्याङ्केट लिएर यहाँ कम लाएर त्यो आइसमा सुताउनु जस्तो लागिरहेको छ अब यो चाहिँ हाम्रो लास्ट यो चाहिँ हाम्रो लास्ट रन हो आजको भाइ यहाँबाट तल पुग्दासम्म चाहिँ म अझै एकचोटि आउँछु आज एकचोटि आएर अनि त्यसपछि भाइलाई लिएर अनि घरतिर जानु पर्दैन होइन भाइ हो दाइ गर्नुपर्छ अब घर जान पनि टाइम लाग्छ नि त भाइ 3 घन्टा अन्त भाइ 3 आवर्स भन्दै कहाँ बाटो यस रमाइलो भयो दाइ आज मान्छे हिँड्यौँ न त चल्दिउँ न त ल त्यसपछि त दुख्ने भयो नि बिचरा त्यस्तो आरामसँग लड्यो नि त्यही भएर मैले भने बरु तिमी एकछिन यहाँ बसेर होइन मान्छेहरू कसरी झर्छ त्यो बोर्डमा के बरु हो त्यो हेरेको एकछिन के एक दुईवटा राउन्ड पऱ्यो माथि लगेर होइन यसो बसेर नि त्यही हेरेर त त्यसले नै आइडिया पाउँछ क्या उता माथि गएर हेर अनि म त्यति तिमी बस्दै समयमा म एक राउन्ड हानेर आउँछु क्या तिमी माथि बस्दै गर न हेर न यसो तिमी सब फोटो खिचेर होइन इन्स्टातिर पोस्ट गर यस्तो ह्यान्डसम मान्छे चार्मी मान्छे भाइ तिमी होइन आमा पछि लाग्यो फेरि धेरै हाल नि फोटोहरू फेरि सोल्टियो अब हाम्रो कार्यक्रम चाहिँ सक्यो हाम्रो स्नो बोर्डिङ कार्यक्रमको टुर 1 डे ट्रिप चाहिँ सक्यो भाइलाई मजा आयो अरे म तिमी 5 चोटि चढ्यो होला तिमी एकचोटि माथिबाट एकचोटि तल आउँदाखेरि म 3 चोटि चढ्छु ठिकै हो तर मान्छे थिएन कि अहिले थुप्रो त्यही भएर अलिक इजी भयो मुद्दा जानु मन छ होइन ल अब त्यसो भए मेरो पछि आऊ अब यहाँ स्नोबोर्ड राखेर खुट्टाको बेस मोडेर अलिक जुत्तालाई होइन खुट्टालाई पनि अलिक सास फेर्न दिनु पऱ्यो अब भाइको घरबाट हेरिरहेछ भने चाहिँ भाइ चाहिँ अब केही गर्दा जस्तो किनकि पारा पनि ल्याइसक्यो क्या कसरी गर्ने कसरी नगर्ने अनि एकदमै मजा लाग्यो अरे भाइलाई अब मलाई लाग्छ अब भाइले अब नेपालमा आएर नेपालमा यस्तै एउटा स्की रिजोर्ट खोल्छु भनिरहेको छ भाइले अनि दाइलाई चाहिँ त्यहाँ इन्स्ट्रक्टर राख्ने अरे अब यहाँबाट हामी रोक्ने भनेको जिन्दाबाईमा रोकिन्छ त्यहाँ कफी खाने त्यहाँ हग्नु छ भने हग्ने मुत्नु छ भने मुत्ने अनि त्यसपछि सर्लक्क घर गएर घरमा मासु भात दाल भात पाक्दैछ झ्याममा लाएर लोआममा लाएर दाल भात खानुपर्छ दाइ भाइ मिलेर अब हाम्रो कार्यक्रम चाहिँ त्यो यति हो आज रमाइलो भयो भाइले सिक्यो पनि होइन ल मुतेर आऊ है भाइ धेरै त्यो मुसु नआएको छ त भाइ कपाल काटेको पुरा चाइनिज बुढोहरू मैले कपाल काटेको कस्तो लामो थियो कपाल